नमस्ते साथीहरू, तपाईहरुलाई यस च्यानलमा स्वागत छ। साथीहरू, यस भिडियो अन्तर्गत म तपाईहरुलाई सामाजिक सुरक्षा कोषको मन्थली कन्ट्रिब्युट गर्नुपर्ने रकम कसरी तिर्ने, कति महिनाको तिर्दाखेरि कति छुट पाइन्छ, यी सम्पूर्ण जानकारी यस भिडियोमा दिनेछु। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न, तपाई जुनै पनि वेब ब्राउजरमा जानुहोस्, ब्राउजरमा गएर यो लिंक टाइप गरेर लगइन गर्नुहोस्। लगइन गरिसकेपछि यस्तो इन्टरफेस खुल्छ। यस्तो इन्टरफेस खोलिसकेपछि तपाईले योगदानकर्ता पोर्टलमा क्लिक गर्नुहोस्। योगदानकर्ता पोर्टलमा क्लिक गरिसकेपछि तपाईले आईडी पासवर्ड राखेर लगइन गर्नुहोस्। आईडी पासवर्ड कसरी बनाउने र पहिलो चोटी बनाउँदै हुनुहुन्छ भने कसरी बनाउने भनेर मैले भिडियो बनाएर अलरेडी राखेको छु युट्युबमा। यहाँ म आई बटनमा राखिदिन्छु, चेक गर्नु होला। यहाँ तपाईले पहिलो चोटी फर्म गर्दाखेरिको एसएसडी नम्बर नै तपाईको माथि युजर नेम पनि हुन्छ, पासवर्ड नि हुन्छ। तर रिसेट कसरी गर्ने मैले अघिल्लो भिडियो बनाएको छु, त्यहाँ गएर हेर्नु होला। यहाँ पासवर्ड आईडी हालिसकेपछि लगइन गर्नुहोस्। एसएसआईडी भनेको माथिको युजर नेमकै कपी गर्नुभए हुन्छ। लगइन गरिसकेपछि तपाईले यहाँ लगइन गर्ने नम्बर मिलेन भनिरहेको छ। यहाँ माथिको कपी गरेर राखेँ मैले। यस लगइन गर्ने, लगइन गरिसकेपछि यस्तो पोर्टल खोल्छ। यस्तो पोर्टल खोलिसकेपछि तपाईहरुले यहाँ कलेक्सनमा थिच्नु होला। कलेक्सनमा थिच्नुहोस्। कलेक्सन थिचेपछि यहाँ मैले एक महिना भनेपछि फागुनको अस्ति गरेको थिएँ, त्यही भएर यहाँ 1498 देखाइरहेछ। मैले यहाँ गेट सबमिसन नम्बरमा क्लिक गर्नुहोस्। यहाँ सबमिसन नम्बर यो चाहिँ फोटो खिचेर अथवा कपीमा टिपेर राख्नुहोस्, भरे पैसा तिर्न काम लाग्छ। यही सबमिसन नम्बरबाट पैसा तिर्ने हो। यति गरिसकेपछि यस्तो पोर्टल खुल्छ। यस्तो पोर्टल खुलेपछि हामीले फागुन महिनाको तिरिसकेको भएको हुनाले यहाँ अलरेडी चैत महिना देखाइरहेको छ। यहाँ कति महिनाको तिर्ने हो त, यहाँ तपाईले सिलेक्ट गर्न सक्नुहुन्छ। 1 महिना, 2 महिनादेखि 10 महिना कति तपाईसँग पैसा छ भने एकैचोटी 12 महिनाको पनि तिर्न सक्नुहुन्छ। तर 7 महिना भन्दा माथिको तिर्नु भयो भने तपाईलाई 10% छुट सरकारले गरेको छ। हामी चेक गरौँ। 7 महिनाको 16,156 कति आउँछ, त्यसमा छुट यहाँ 500 भन्दा माथि हेरेको छ। यहाँ 10% लेखेको भयो पनि यहाँ के अब नयाँ नियम लागू भएको कि मलाई पनि थाहा छैन। त्यसैले हामीले यहाँ त्यति गरिसकेपछि सेभ गर्ने। तपाईले यहाँ नोटिस बक्स देखाउँछ, तपाईले जति यहाँ गर्नुभएको छ पछि त्यति पैसा तिर्नुपर्छ भनेर यसमा पढेर ओके मा थिच्नु होला। हाम्रो यो सबमिसन नम्बर सेभ भइसकेको छ। यहाँ अब कसरी आइएमपीबाट हामीले एसएसएफ को पैसा तिर्ने भन्दाखेरि तपाईले आइएमपी लगइन गर्नुहोस्। लगइन गरिसकेपछि यहाँ तल गभर्नमेन्ट पे भन्छ, तल स्क्रोल गर्नु, लास्टमा छ एसएसएफ। तपाईले सबमिसन नम्बर अघि दिएको सबमिसन नम्बर हाल्नुहोस्। त्यसपछि तपाईको आईडी छ, आईडी त्यो श्रम गरेर दिएको हुन्छ हो, त्यो आईडी हालिसकेपछि यस्तो इन्टरफेस खुल्छ। कति पैसा हो भनेर देखाइरहेछ। यहाँ कुन महिनाको तिर्नु भएको छ त्यो पनि देखाइरहेछ। हामीले चैत 1 महिनाको मात्रै तिरेको छौं। चैतको देखाइसकेपछि एरोमा थिच्नुहोस्। एरोमा थिचिसकेपछि यहाँ पैसा यति काट्छ भनेर तपाईले देखाइरहेको छ। फेरि एरोमा थिच्ने। एरोमा थिचेपछि तपाईको वालेटको ट्रान्ज्याक्सन पिन हालिसकेपछि यहाँ तपाईको रसिद